एकटा कैंसर के रूप ल लेने छे। एहि समाज में बहुतो घटना सब जायते के लक, यानी कि कोनो भी उच्च जाति कहलावे वाला सब के कोनो दलित के बेटा बेटी से अगर प्रेम क ले छे तो विवाह के ओकरा रूप में जाइत जाइत उ रजिस्टर्ड होई के लेल बहुत बाधक सब आवे छे और अंत में जाकर उ एकटा समझ बोल्नु मान्य ज्यू। सभामुखज्यू, आज 2 महिनादेखि स्थानीय तहका कर्मचारीहरू आन्दोलित छन्। जहिले पनि हामी संसद सदन आउँदा त्यो गेटमा हाम्रो धारणा बसेकै कुराहरू हामीले हेरिरहेका छौँ र पटक पटक त्यो सम्बन्धमा आवाज उठेको छ। र अहिले केही दिन पहिला मन्त्रीज्यूहरूको सम्मिलित एउटा कार्यदल बनेको थियो त्यसको अध्ययनको लागि। त्यो कहाँसम्म पुग्यो र यो डेली हाम्रो संसदको गेटमा जुन धरना बस्ने कर्मचारीहरूको बाध्यात्मक परिस्थिति छ त्यसको अन्त कहिले हुन्छ, यो कुरा म सभामुखज्यू मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। यो समस्याको चाँडै समाधान होस्। यसले कर्मचारी पनि पीडित भएको छ र कार्यालयमा काम गर्ने कर्मचारी कार्यालय छोडेर बाध्यात्मक परिस्थितिमा यहाँ आएर जुन आन्दोलन गरिरहेको छ यो प्रदेशको लागि कदापि पनि खुसीको कुरा होइन। यसमा सरकारको छिटै ध्यान जाओस् र यो समस्या छिटै समाधान होस् भन्ने माग गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, शून्य समय यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब विशेष समय प्रारम्भ हुन्छ। विशेष समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। सर्वप्रथम मान्य श्री दीपेन्द्र कुमार ठाकुर, समय 11 मिनट। माननीय सभामुख महोदय, आजको विशेष समयको सदुपयोग गर्दै म केही नीतिगत कुराहरू राख्न गइरहेको छु। खास गरी अहिले जुन हाम्रो प्रदेशमा हुन त पुरै नेपाल अधिराज्य भरि नै एउटै व्यथिति छ, तथापि हाम्रो सदन अथवा हाम्रो जति विद्वान मान्यजहरू हुनुहुन्छ अहिले जुनसुकै निर्माणको काम गर्दा पनि निर्माण सामग्रीको आवश्यकता पर्दछ। जसरी डन्डी सिमेन्ट पसलमा पाउँछ, ग्रेभलको काम कहाँबाट ल्याउने, माटोको काम गर्दा कहाँबाट ल्याउने, हाम्रो जुन विज्ञहरू छ, एक्सपर्टहरू छ, अथवा हाम्रो मध्य प्रदेशका विद्वान मन्त्रीहरू, हाम्रो मध्य प्रदेशका मुखिया माटो कहाँबाट ल्याउने काम गर्दा, ग्रेभल कहाँबाट ल्याउने, उसको क्वारी तोक्नु पर्छ कि पर्दैन? स्थानीय तहलाई जिम्मा दिएको छ खोला उत्खनन गर्ने। खोलामा उत्खननको ठेक्का कति निकालिन्छ त? 20,000, 25,000, 50,000 घन मिटर। तर खन्दाखेरि लाखौं लाख घन मिटर खनिन्छ। राज्यले यसलाई नियन्त्रण कुन आधारमा गर्ने? यसको वैज्ञानिक कुनै नीति हुनुपर्छ कि पर्दैन? असममा विश्वभरिका जहाँ खदानहरू छन्, असममा कोइला निकालिन्छ। कोइला ल्यायो, सरकारले कति मेट्रिक टन छ त्यसलाई तौल्यो, तौलेर पैसा बुझाएपछि मजाले लिन पाउँछ। तर यहाँ आफै सरकारले नै चोरी गर्न चाहिँ नियम बनाइदिएको छ।
सरकारले ठेक्का निकाल्ने थोरैको आवश्यकता धेरै छ। अहिले नै हाम्रो प्रदेशमा जति निर्माण कार्यहरू छ, अहिले म आफ्नो संसदीय दलको नेता र भौतिक पूर्वाधार मन्त्रीसँग एकछिन सल्लाह गर्दा सल्लाहमा के पाए त 15 अर्बको बजेट छ हाम्रो। 15 अर्बमा मिनिमम 20% को गिट्टी बालुवा चाहिन्छ अनि 3 अर्बको गिट्टी बालुवा कहाँबाट ल्याउने? आखिर चोरेरै ल्याउँछ। काम भएन भने भन्छ काम भएन, गिट्टी बालुवा कहाँबाट ल्याउने? कुनै उपाय छ? यसको कुनै न कुनै वैज्ञानिक एउटा ठोस एउटा क्वेरी तोकेर अथवा प्रदेशले नियन्त्रण गर्नु पर्यो, त्यो मेरो आग्रह छ। मैले बडा प्रसन्नतापूर्वक मैले 2 दिनदेखि देखेँ मुख्यमन्त्रीलाई। उहाँ चाहिँ क्रसरमा गएर राति नियन्त्रण गर्ने प्रयास गर्नुभएको छ, हस्पिटलमा गएर नियन्त्रण गर्ने प्रयास गर्नुभएको छ। तर त्यो घुमेर चाहिँ सस्तो लोकप्रियता कमाएर चाहिँ हुँदैन। उसको चाहिँ ठोस एउटा वैज्ञानिक रणनीति हुनुपर्छ। रणनीतिले चाहिँ त्यसलाई चाहिँ नियन्त्रण गर्छ। अर्को कुरा मैले के राख्न चाहन्छु, सभामुखजीको मार्फत जति पनि हाम्रा यहाँ निर्माण कामहरू भइरहेको छ, योजनामा लेखियो फलाना फलाना मानिएको, फलाना मानिएको, फलाना मानिएको, तर जो एक्सपर्ट छ त्यसले चाहिँ एस्टिमेट डिजाइन पनि गरेको हुँदैन। किन त्यो पैसा राखिएको छ, त्यो पैसाले के काम हुन सक्छ, त्यो चाहिँ एस्टिमेट गर्ने मान्छेलाई पनि थाहा हुँदैन। जे मन लाग्यो त्यही गरिदियो, त्यो जेन तेन पैसा सक्नु छ मात्रै। त्यस्तो त नगरेकै राम्रो। कुनै ठोस योजना बनाएर 2 वर्ष 4 वर्ष 5 वर्ष एउटा ठोस योजना बनाएर, जसरी हाम्रो राम्रो कामहरू मध्येमा जसरी प्रत्येक निर्वाचन क्षेत्रमा एउटा अहिले पक्की पुलको अवधारणा छ, अहिले मानौँ न हाम्रो पक्की सडकको अवधारणा छ, पिचको अवधारणा छ, यो कुराहरू राम्रो छ। यसलाई अझै प्रगाढ हुने गरी, तर यो सानो सानो कुराहरू वडा अध्यक्षले गर्ने कामहरू हामीहरू चाहिँ नगरेकै राम्रो हुन्थ्यो मेरो विचारमा। अर्को कुरा, अहिले मुख्यमन्त्रीजी हुनुहुन्न, अहिले सम्बन्धित हाम्रो मन्त्रीजी पनि हुनुहुन्न, के अरे यातायात मन्त्रीज्यू। धेरै गुनासो आएको छ यातायात कार्यालयमा। अहिले हाम्रो त्यतिखेर पूर्वाधारमै चाहिँ यातायात हुँदाखेरि हाम्रो मन्त्री स्वयं गएर छापा हान्नु भएको थियो। तर यस्तो जनगुनासो आएको छ अहिले, फेरि बजार खोले जस्तै चाहिँ 10,000 20,000 10,000 20,000 मा लाइसेन्स दिने गरेको छ। यसलाई चाहिँ म सरकारलाई अनुरोध गर्न चाहन्छु। म पटक पटक आएर यहाँ आवाज उठाएँ, पटक पटक। मेरो अहिले पनि स्पिच त्यहाँ तानेर हेर्दा हुन्छ। यति योजना बिना मतलबको योजनाहरू बन्यो, तर 8वटा जिल्लामा कुनै जिल्लामा चाहिँ सरकारी ट्रायल सेन्टर अहिलेसम्म बन्न सकेन। सरकारी ट्रायल सेन्टर बनेको भए 100 रुपियाँमा 50 रुपियाँमा मान्छेलाई दक्ष चाहिँ उत्पादन हुन्थ्यो, दक्ष ट्रेनिङ पाउँथ्यो। ट्रेनिङ पाएर त्यो मान्छे लाइसेन्सको लागि चाहिँ इक्जाम दिन्थ्यो, मजाले चाहिँ उत्तीर्ण भएर घुसखोरी पनि कम हुन्थ्यो। अहिले 20 वर्ष 22 वर्ष एउटा बच्चालाई पाल्नमा लाग्छ। 22 वर्ष 25 वर्षमा एउटा छोराछोरीलाई जन्माएर हुर्काएर त्यत्रो करोड खर्च गरेर उसलाई पालिन्छ। तर त्यो यो लाइसेन्सले गर्दा जो मान्छेलाई चलाउन आउँदैन, जो दक्ष छैन, त्यसले बसी चाहिँ घुस दिएर लाइसेन्स पाउँछ। त्यो बाटोमा गएर आफू पनि जीवन चाहिँ समाप्त गर्छ, अरूलाई पनि मारिदिन्छ, आफू पनि मर्छ। यसको जवाबदेही कसले लिने? हामी राज्यको तर्फबाट हामी जनताको प्रतिनिधि भएर यहाँ आएका छौँ कि वास्तवमा हामी केही गरौँ, सुधार गरौँ। के मामलामा हामी सुधार गर्ने? जो मान्छे अहिले म त सभामुखजीको मार्फत अहिले सम्बन्धित मन्त्री छैनन्, म च्यालेन्ज दिन्छु। म सबै मान्यज्यूहरूलाई आग्रह गर्न चाहन्छु, जति पनि लाइसेन्स दिएको छ 3 महिना 6 महिना 1 वर्षभित्र सबै मान्छेलाई ट्रायल लिनुहोस्। अहिले त्यो मान्छेहरू यदि उत्तीर्ण भयो भने अहिले म राजनामा फ्याँकेर जान्छु, भोलिदेखि म यो सदनमा पनि आउँदैन। तर जो मान्छे दक्ष छैन,
त्यसलाई चाहिँ पैसा लिएर लाइसेन्स दिने काम गरेछ। हाम्रै प्रदेशका केही कर्मचारीहरूले त्यसलाई चाहिँ नियन्त्रण गर्नमा आग्रह गर्न चाहन्छु। स्वास्थ्यमा त्यस्तै व्यथिति छ। राति राति चाहिँ मुख्यमन्त्रीज्यूले गएर त्यहाँ फोटो खिचाएर हुँदैन। व्यथितिलाई नियन्त्रण गर्नुपर्छ। सरसफाइ एकदमै जिरो छ, एकदमै जिरो छ। सम्बन्धित मन्त्रीजी हुनुहुन्छ, मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, कम्तीमा एक जिल्लामा एक दिन गएर ठुला ठुला जुन हस्पिटलहरू छ, निर्देशनालयहरू छ, त्यहाँ कम्तीमा हेड अफ डिपार्टमेन्ट आएपछि, मन्त्री आएपछि कम्तीमा सफाइ होस्, सरसफाइ हुनुपर्छ। सरसफाइ नभएर ठुलो व्यथिति भएछ। त्यसको लागि म सभामुखजी मार्फत हाम्रो सरकारलाई ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु। कृषिको कुरा धेरै उठ्यो, त कृषिमा चाहिँ धेरै ऐनहरू पनि पारित भए, तर त्यो ऐनहरू चाहिँ कागजमै सीमित रहन्छ कि ग्राउन्डमा जान्छ? ग्राउन्डमा जाओस्, त्यो जनता कहाँ पुगोस् भन्ने म आग्रह गर्न चाहन्छु। कुनै पनि यहाँ एउटा कुरा के भन्न चाहन्छु, म धेरै ऐनहरू यहाँ पारित भयो। प्रत्येक विधामा, खेलकुदमा, स्वास्थ्यमा, पर्यटकमा धेरै मन्त्रालयहरूको ऐनहरू विनियोजन हुन्छ, चाहिँ बन्छ। तर अब हाम्रो सरकारले एक्सपर्ट राखेको छ कि छैन? एउटै भाषा हुन्छ सबैमा, अलिकति पनि तलमाथि हुँदैन। पुरै मतलब सेम टु सेम कपी पेस्ट गरेर ल्याएको हुन्छ। अर्को म अन्तिममा के भन्न चाहन्छु, हाम्रो अहिले संसदीय दलको नेपाली काङ्ग्रेसको उपनेताज्यूले भन्नुभएछ, कुरा राख्नुभएछ, त्यहाँ प्रत्येक दिन हाउसमा आउँदाखेरि यो श्रेणीविहीन कर्मचारीहरू कुदै छन्, आन्दोलन गरे छन्। यिनीहरूको कसले सुन्दिने? यिनीहरूको कुरा, यिनीहरूको आवाज कसले उठाइदिने, कसले सुन्दिने? अरूमा प्रत्येक चाहिँ हाम्रो के भन्छ नियममा अरू चाहिँ हामी कपी गर्ने, तर अरू जुन प्रदेशले गरिदिएको छ यसमा चाहिँ कपी गर्न मिल्दैन। कोशी प्रदेशले गरिदिएको छ त्यस्तै हामी पनि गरिदिउँ न श्रेणीविहीनलाई। हामी आफ्नो प्रदेशको माथतमा साना साना कर्मचारीलाई सहुलियत दिएर आफ्नो बनाउन खोज्छौँ, अनि बल्ल पो उनीहरू चाहिँ प्रदेशको लागि गर्छ। होइन, प्रदेशले हामीलाई हेर्यो, अब हामीले पनि प्रदेशप्रति चाहिँ सकारात्मक काम गर्नुपर्छ भने उनीहरूमा पनि एउटा सकारात्मक भावना जाग्नुपर्छ। तर हामीले चाहिँ के गर्न गइरहेछौँ थाहै पाउँदैन। त्यो कर्मचारीहरूलाई चाहिँ सम्बन्धित मन्त्रीज्यूले, हाम्रो सरकारको मुखियाले, सभामुखजी मार्फत म आग्रह गर्न चाहन्छु, उहाँहरूको पीडा के छ उहाँहरूलाई छिटै सम्बोधन होस्। हुन त कार्यदल गठन भइसकेको छ हाम्रो सरकारकै तर्फबाट, तर उनीहरूको पीडा छिटै चाहिँ निवारण होस् भन्ने म सरकारसँग आग्रह गर्दै आफ्नो शब्दहरूलाई म यही विराम दिन्छु। धन्यवाद, नमस्कार। अब माननीय श्री कुमारकान्त झा, समय 9 मिनट। सभामुख महोदय, सभामुखको मार्फतले म मध्य प्रदेश सरकारको एउटा गम्भीर विषयमा ध्यान आकर्षण गर्न चाहन्छु। मिथिला नगरपालिका वार्ड नम्बर 1 रामदेव महतोको बुहारी बबिता महतोलाई हिजो धनुषा जिल्ला प्रहरी कार्यालयका टिम गएर उहाँ नुहाइराख्नु भएको थियो र उहाँलाई महिला पुरुष लगाउनु पर्ने सट्टामा पुरुष जवानलाई खटाएर र पेटीकोट र ब्लाउजको ड्रेसमा समातेर ल्याएर अहिले जिल्ला प्रहरी कार्यालयमा राखेको छ। उहाँको अपराध होला
त्रुटि होला, कानुनले सजाय दिने हो। तर एकातिर हामी महिला सम्मानको कुरा गरिरहेछौँ, महिला उत्थानको कुरा गरिरहेछौँ र हाम्रै प्रदेशका प्रहरीले यस्तो अवस्थामा, नुहाइरहेको अवस्थामा, पेटीकोट लगाएको अवस्थामा, ब्लाउजको अवस्थामा गएर समातेर ल्याएको छ। म यसको न्यायिक जाँच होस् त्यो माग पनि गर्न चाहन्छु र त्यो घटनालाई घोर भर्त्सना गर्न चाहन्छु। कानुन मन्त्रीजी भन्नुहुन्छ गृहमन्त्री निर्णय भयो, अब पुलिस चौकी बनाउन कानुन मन्त्रालयले पैसा दिने, मोटरसाइकल किन्नको लागि गृह मन्त्रालयले पैसा दिने, पुलिसको स्तर उन्नतिमा हरेक चाहिँ कुराहरूमा गृह मन्त्रालय मध्य प्रदेशकोले पैसा दिने। तर समन्वय गरेर यस्ता घटनाहरूलाई किन यस्तो घटना घट्यो यो घटनाको जानकारी उहाँलाई हुनु पर्यो नि। संज्ञानमा लिएर म जोरदार माग गर्न चाहन्छु यो घटनाको न्यायिक जाँच होस्। अर्को कुरा, अस्ति हामीले मध्य प्रदेश यही रोस्टमले हामी धारा 147लाई संशोधन गरे र यही प्रदेशमा प्रदेशका सचिव, खानेपानी मन्त्रालयकै सचिव म यसलाई मान्दैनौ भनेर चाहिँ अटेडी गरिरहेछ। जद्दुकुवा आने शहीद नगरपालिकाका प्रशासकीय अधिकृत, विभिन्न मन्त्रालयका सचिव, नगरपालिका गाउँपालिकाका प्रशासकीय अधिकृतहरूले म यो संशोधन ऐनलाई मान्दैनौ भनेर भनिरहेछ। अब प्रदेश सभाले बनाएको कानुनलाई यो प्रदेशभित्र काम गर्ने सचिवहरू, प्रशासकीय अधिकारीहरूले मानेन भन्ने हाम्रो अवस्था के हुने हो? हामीले बनाएको कानुन यदि कर्मचारीले पालन गर्दिएन त्यसलाई कसरी लिने हामीले? म सभामुखजीको मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, त्यस्ता कर्मचारीमाथि अविलम्ब कारबाही होस्। त्यस्तो कर्मचारी जो यो मध्य प्रदेशले बनाएको कानुनलाई मान्दैन, हामी त्यो कर्मचारीबाट काम गराउँदैनौँ। किन चाहियो हामीले त्यस्तो कर्मचारी? त्यसलाई अविलम्ब सरुवा होस् या दण्डित होस्, त्यो एउटा मेरो माग छ। हुन त मभन्दा अघिका मान्यजीहरूले आवाज उठाइसक्नु भएको छ। हामीले स्थानीय सेवा सुविधा ऐन बनाउँदाखेरि हामीले पास पनि गऱ्यौँ, तर त्यहाँ अहिले आएर चाहिँ तपाईँको जो श्रेणीविहीन कर्मचारीहरू छन्, जो रोजु धरना दिइराखेको छ, त्यसलाई कसरी समावेश हुन्छ, कसरी त्यसलाई हामीले उसको स्तर उन्नति हुन सक्छ, उनीहरूले पनि मौका पाउनु पर्यो। त्यसमा पनि धेरै एसएलसी पनि पास गरिसकेका छन्, कोही आइए पास छन्, कोही 10 वर्ष 15 वर्षदेखि कामकाज गरिरहेका छन्। उनीहरूको पनि मनोबल बढाउनको लागि उनीहरूलाई पनि ऐन संशोधनै गरेर होस्, चाहे कसरी हुन्छ उनीहरूलाई पनि समेटेर लाग्नु पर्यो। अर्को कुरा, अस्ति पनि एकजना मानिसले उठाउनु हो, म पहिला पनि उठाएको थिएँ। अहिले जनकपुरको सबभन्दा ठुलो समस्या भनेको ई रिक्सा हो। न त्यो दर्ता छ कहीँ, न रुट तय छ, न नगरपालिकाको ध्यान छ, न चाहिँ तपाईँको मध्य प्रदेश सरकारको ध्यान छ। त्यसले गर्दा ट्राफिक चाहिँ अति अवरुद्ध भइरहेको छ र एक्सिडेन्ट चाहिँ धेरै भइरहेको छ। यातायात मन्त्रीजी यहीँ हुनुहुन्छ, म व्यक्तिगत तौरले पनि उहाँलाई भन्ने गरेको छु। यो रोस्टमबाट पनि भन्न चाहन्छु, तपाईँ समन्वय गर्नुहोस् यहाँको पुलिस प्रशासनदेखि लिएर नगर प्रमुखहरूसँग र यसलाई कम्तीमा रुट निर्धारण होस् र यो जथाभावी जहीँ मन लाग्यो त्यहीँ पार्किङ गरिदिने कुनै उनीहरूको ठेगाना हुँदैन। त्यसले गर्दा बढीभन्दा बढी एक्सिडेन्टहरू भइरहेको छ। म एउटा कुरामा खुसी छु, मैले पटक पटक हस्पिटलको बारेमा उठाएको थिएँ। म मुख्यमन्त्रीजीलाई यो कुरामा धन्यवाद दिन चाहन्छु। उहाँले कम्तीमा यो सम्झेर निरीक्षणमा लाग्नु भएको छ, त्यसको परिणाम भोलिको दिनमा सकारात्मक आउनेछ भन्ने मैले विश्वास लिएको छु र यसलाई निरीक्षण गर्नुभयो र यसलाई कार्यान्वयन पक्षमा लग्नको लागि स्वास्थ्य मन्त्रीजी यही हुनुहुन्छ। यसलाई अझ सशक्त रूपमा यो कुरालाई उठाइदिनु पर्यो, यो कुरालाई निगरानी गरिदिनु पर्यो र मध्य प्रदेश सरकारसँग कति हाम्रो चाहिँ प्राइभेट सेक्टरमा 8 जिल्लामा हस्पिटलहरू सञ्चालनमा छन्,
तिनीहरू लाइसेन्स लिएको छ कि छैन, लिएको छ भने त्यो मापदण्ड पुरा गरेको छ कि छैन, मापदण्ड पुरा गरेको छ भने जनताले सुविधा पाइरहेको छ त्यो अनुसार कि पाइरहेको छैन, यति डाटा चाहिँ सङ्कलन होस् र रोस्टमलाई पनि जानकारी होस्। त्यो कार्यलाई स्वास्थ्य नै हाम्रो जीवन हो, त्योसँग खेलबाड नहोस्। त्यो खेलबाडलाई रोक्नको लागि हामी मध्य प्रदेश सरकार चाहिँ तपाईँको चनाखो हुनुपर्छ। तपाईँ एउटा हस्पिटललाई छर्के गर्नु हो भने अर्कोलाई छर्के गर्नु होइन, उनलाई दण्डित गर्नुपर्छ। उसले मापदण्ड पुरा नगरिकन काम गरिरहेको छ भने त्यसमा भएका जनको क्षतिको जिम्मेवारी कसले लिने? मापै दण्ड पुरा नगरिकन हस्पिटल सञ्चालनमा ल्यायो, जसको जान गइसक्यो त्यसको जिम्मेवारी कसले लिन्छ? त्यस्ता हस्पिटलमाथि पनि कारबाही होस्, यही माग राख्दै म आफ्नो मन्तव्य यहीँ समाप्त गर्छु। धन्यवाद। जय नेपाल। अब मान्य श्री मनीष कुमार सुमन, समय 14 मिनट। मान्य सभामुख महोदय, अहिले तुरुन्त म यो नेपाली काङ्ग्रेसको हाम्रो विद्वान मान्यजीको कुरो सुनिरहँदा बरु आश्चर्य लाग्यो र बरु हामी कफिँदै थियौँ। एकजना महिलालाई उनी नुहाइरहेको अवस्थामा महिला प्रहरीको सट्टा पुरुष प्रहरी लगाएर उनलाई गिरफ्तार गरियो। उनको माग थियो ती महिला अपराधी हुन् होइनन् त्यसको छिनोपानो पछि होला, तर गिरफ्तार गर्ने तरिका त कमसेकम मानवीय हुनुपर्छ। म उनको कुरोसँग सहमत छु। तर यो कुरो प्रदेशको गृहमन्त्रीलाई, प्रदेश सभालाई सुनाएर हामीलाई केही पनि फाइदा छैन जस्तो लाग्छ। उनको त आफ्नै सगा सम्बन्धी, आफ्नै पार्टीको नेता मान्य रमेश लेखकजी केन्द्रीय गृहमन्त्री हुनुहुन्छ। गृहमन्त्रीजीलाई फोन गर्नुभयो कि भएन, गृहमन्त्रीजीलाई भन्नुभयो कि भएन, सायद पटक्कै भन्नु भएन होला। त्यो एकजना महिला मात्र असुरक्षित छैन मान्यजीहरू, यहाँ साइदा खातुन असुरक्षित छन्। पुस 8 गते हामी तपाईँकै एकजना सखा बहिनी, आफ्नै यही सभाका एकजना सदस्यलाई निर्घात रूपमा कुटिएको थियो। निर्घात रूपमा कुटिएको थियो, उनीमाथि आक्रमण भयो। के सही थियो के गलत थियो त्यसको छानबिन त हुनुपर्दछ कि पर्दैन? सभामुख मार्फत रुलिङ भएको चिज हो संसदीय छानबिन समिति, तर सरकार बिर्सियो। यसरी आफ्नै सांसद सुरक्षित नहुने ठाउँमा एकजना ती महिला जो नुहाइरहेकी महिलालाई अमानवीय तरिकाले गिरफ्तार गर्यो, तिनको सुरक्षाको कुरा गर्दा हामी अलिकति लज्जित हुनै पर्दछ। र सरकार कतिसम्म अकर्मण्य छ भने सभामुखजी तपाईँको रुलिङ सुन्दैन। सभामुखजीले रुलिङ गरेपछि यो सिङ्गो संसदको रुलिङ हुनुपर्दछ। तर आजसम्म एउटा सानो मुद्दा पनि दर्ता गरिएन। किन मुद्दा दर्ता गरिएन भने त्यही गृहमन्त्री रमेश लेखकजी त्यहाँ हुनुहुन्छ र तिनले विपक्षीलाई प्रोटेक्सन गर्दै हुनुहुन्छ। तिनको त्यो एसपीलाई सप्रमाण सब थोक दिँदै पनि त्यो एसपीले हामी मुद्दै दर्ता गर्दिन भन्छ। साइदाजी निरपराध हुनुहुन्छ, साइदाजीको केही दोष छैन, त्यसको छानबिन त कमसेकम हुनु पर्यो कि परेन? हामी आफ्नै एकजना सङ्गी साथीलाई पनि प्रोटेक्सन गर्न सकेनौँ भने धिक्कार छ हामीलाई यो सभाको सदस्य हुनुमा। वरियतामा 12औं-13औं नम्बरमा एकजना सभासदलाई राखिएको छ, प्रदेश सभाको सदस्यलाई। तर त्यसलाई गरेर यसरी निरपराध एकजना महिलालाई, तिनका परिवारजनलाई लुटपाट गरेर त्यो भिडियोहरू देखेपछि तपाईँको आफ्नै भित्रबाट आक्रोश आयो होला। तर हामी आफ्ना एउटा सङ्घीको लागि पनि केही गर्न सक्दैनौँ। ठिकै छ, विपक्षी छ अरे, विपक्षीको सांसद छ, त्यही भएर संसदीय छानबिन समिति गठन नभएको होला। तर एक दिन यही सम्मानित संसदमा स्वयं मुख्यमन्त्रीजीले बोल्नु भएको थियो 81-82 को त्यो के भन्छ बजेट ह्याक हुँदाखेरि। ह्याक भयो रे, ह्याकरले ह्याक गर्यो र त्यो ह्याकिङको छानबिन गर्नको लागि म पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति बनाउँछु। खोइ त बनाएको? बोल्ने मात्रै हो कि केही गर्ने पनि हो? त्यो बजेट अझै पनि हाम्रो लागि कति घाँटीको पासो बनेको छ भन्ने कुरा हामी तपाईँ सबैलाई थाहा छ। त्यो बजेट कार्यान्वयन गर्न कति गाह्रो भइरहेको छ त्यो कुरो पनि हामी तपाईँ सबैलाई थाहा छ। ह्याक भएको थिएन भने पनि त एकजना जुडिसियरी कमिटीले बोलिदिनु पर्यो कि परेन? कि खालि हामीले कल्पनाको आधारमा कुरो गर्ने? खोइ त पूर्व न्यायाधीशको अध्यक्षतामा समिति बनेको के कसले रोक्यो त्यो समिति बन्नबाट? कसैले त रोक्यो होला नि, कसैले रोकेन। तर इन्टेन्सनली उद्घाटन गर्न नपाएको झोकमा
शिलान्यास गर्न नपाएको झोकमा प्रदेशकै एउटा गौरव मधेस कृषि विश्वविद्यालयलाई निबिट्यान्न पार्ने एउटा कुप्रयास चल्दैछ। एकजना दूषित व्यक्ति सोहन शाह, जो आफै एकजना कृषि कलेजका सञ्चालक हुन्, जनकपुर कम्युनिटी कलेज, जसले बीएससी एजीको एडमिसन लिन्छ, कृषि पढाउँछ, आफै एकजना कृषि कलेजका सञ्चालक हुन्। उनले अर्को कृषि कलेज बन्द गर्नको लागि उनी मार्फत एकजना दूषित व्यक्ति, इन्ट्रेस्ट मिल्ने मान्छेलाई कहीँ पनि न्यायाधीश बनाइन्न। हामी सबै तपाईँ मुद्दाका प्रक्रियामा छौँ। तपाईँको कोही रिश्तेदार कतै पनि इन्ट्रेस्ट मिल्यो भने त उनले तपाईँको फैसला गर्न पाउनुहुन्न। तर पनि एकजना इन्ट्रेस्ट भएको व्यक्तिको अध्यक्षतामा त्यो कृषि विश्वविद्यालयलाई छानबिन गर्न समिति बनाइयो। 7 दिनको म्याद हुँदा सायद 60-70 दिनसम्म दियो। छानबिन केही गर्न सक्नु भएन। अब उनको योग्यता, पीएचडी पढ्नु भएको छ, उनको योग्यतामाथि प्रश्न उठ्यो, कोही गलती निकाल्न सक्नु भएन। अगर गल्ती निकाल्नु भएको छ भने त्यो रिपोर्ट सार्वजनिक गरिदिनु पर्यो सरकारले। गर्दैन भनेपछि उनी निरपराध हुन्, त्यहाँका कर्मचारीहरू, त्यहाँका भिसी, त्यहाँका रेक्टर, त्यहाँका रजिस्ट्रार निरपराध हुन् भन्ने कुरो त्यतिकै पनि साबित हुन्छ। 1 अरब 70 करोड रुपियाँको एउटा ठूलो भवन प्रदेशमा हामी 7 वर्षदेखि सरकार चलाइरहेका छौँ। 7 वर्ष भयो हाम्रो आयु। थोरै केही गौरवका कामहरू गरेका छौँ। त्यो गौरवको काम मध्ये एउटा गौरवको काम हो मधेस कृषि विश्वविद्यालय। म माननीय सभामुख मार्फत म सरकारलाई आग्रह गर्न चाहन्छु, ल बन्द गरिदिनुस्। तपाईलाई ईर्ष्या लागेको छ भने मधेस कृषि विश्वविद्यालय बन्द गरिदिनुस्। अन्यथा त्यो मधेस कृषि विश्वविद्यालयको कर्मचारीको घरमा बच्चा छ कि छैन, उसले घरमा खाना खानुपर्छ कि पर्दैन, ऊ भाडा बसेको घरको भाडा तिर्नुपर्छ कि पर्दैन। पछिल्लो 8 महिनादेखि सतीश सिंहजीको सरकारले त्यहाँ नाकाबन्दी गरेको छ। तिनका घरका बिजुली काटिए, तिनका बिमार बच्चाहरू तर्पी औषधिको अभावमा तर्पिरहेका छन्। तिनलाई घरपट्टिहरूले घरबाट बाहिर निकाल्न थाले। विद्यालयले तिनको बच्चालाई तपाईलाई के भन्छ प्रवेश निषेध गरायो। एडमिसन लिएर सेमेस्टरमा पढाइ सुरु गरिसकेका विद्यार्थीहरूको भविष्य अन्यलमा छ। एउटा शैक्षिकै सत्र बर्बाद गरियो। मात्र 1 अरब 70 करोडको एउटा भवन तपाईलाई रोकिएन, नस्तनाबुद गरियो। किन भनेपछि शिलान्यास गर्न पाइएन रे, किन भनेपछि तपाईलाई के भन्छ उद्घाटन गर्न पाइएन रे। त्यसको लागि पनि हामीले एउटा छानबिन समिति बनाएका थियौँ रत्नेश्वर गोइजीको अध्यक्षतामा। यही प्रदेश मामिला समितिले हामीले अधिकार दिएका थियौँ। म मान्य रत्नेश्वर गोइजीलाई पनि आग्रह गर्न चाहन्छु, तपाईको छानबिन कहाँ पुग्यो, छिटै सार्वजनिक गरिदिनुस्। र त्यो मधेस कृषि विश्वविद्यालयको सिनेटको बैठक, विश्वविद्यालय सभाको बैठक 2-3 पटक बैठक बोलाइयो। ल यो सबैको छिनोफानो गरिन्छ बोलाइयो, तर बैठक बोलाइएको दिनको ठिक पूर्व सन्ध्यामा ल भोलिको बैठक रद्द गरियो। त्यत्रो तयारी गरी साथ पनि त्यो बैठक किन रद्द गरिएको रहेछ भनेपछि सरकारका ती कुलपति र सहकुलपति, त्यो शिक्षा मन्त्री, तिनीहरूको अनुकूलता नमिलेपछि एक दिन सिनेटको बैठक भयो, तर त्यसमा पनि घरबाट रजिस्टर ल्याएर त्यसमा निर्णय ल्याएर तपाईलाई विश्वविद्यालय सभाका साथीहरूसँग साइन गर्न लगाइयो र त्यो पनि साइन गरिदिनु भएन। उनका अनुकूलका विश्वविद्यालय सभाका साथीहरूले पनि, त्यो सिनेटका सदस्यहरूले पनि साइन गरिदिनु भएन। सदस्य सचिवले प्रमाणित गरिदिएन। गरेको छ भने त्यो पनि निर्णय सार्वजनिक गर्नु पर्यो। विश्वविद्यालय कसैको पेवा होइन, मेरो पनि हो, तपाईको पनि हो, सिङ्गो देशको जनताको हो। त्यसको विश्वविद्यालय सभाका के निर्णय भए त्यो निर्णय हामी तपाईलाई सार्वजनिक गरिदिनु पर्यो। आजसम्म गोप्य छ। त्यो छानबिन समितिको प्रतिवेदन पनि आजसम्म गोप्य छ। यो सबैको चुरो कुरो के हो भनेपछि त्यो भवनको शिलान्यास उपेन्द्र यादवले किन गर्यो? यो यस्ता रिस र रागका खातिर हामी आफ्नै प्रदेशको एउटा गौरवलाई नष्ट गर्ने जुन प्रयास गर्दैछौँ त्यो किमार्थ गलत हो सभामुख महोदय। त्यो गलत हो, भयङ्करै गलत हो। यसरी नै गरिन्छ भने भगवान श्री कृष्णले एकचोटि त्यो महाभारतको युद्धकालमा अर्जुनले भने, हे कृष्ण, यो कर्णको त पहिया धसेको छ, यो कर्ण त निशस्त्र छ, तर पनि तपाईँ मलाई यसलाई बाण चलाउन भन्नुहुन्छ। म कसरी बाण चलाउँ एउटा निरपराध होस् निशस्त्र मान्छेमाथि जसको रथको पहिया नै धसिएको छ? कृष्णले जवाब दिए, त्यो दिन तिम्रो बुद्धि कहाँ गएको थियो जुन दिन तेरो श्रीमतीको सारी सिङ्गो सभामा खिचिँदै थियो? त्यो दिन तेरो यो नैतिकता कहाँ गएको थियो जुन दिन तेरो निहत्ता छोराको टाउको माथि खुट्टा राखेर उसको हत्या गरिँदै थियो? त्यही भएर जङ र मोहब्बतमा सब कुछ जायज छ। त पनि अहिले चला उसलाई मार। के हामीलाई त्यस्तै गीता पढाइएको हो?
घमण्ड नगर्नु होला। सदाका लागि तपाईँ मुख्यमन्त्री हुनुहुन्न, तपाईँ मन्त्री हुनुहुन्न। सदाका लागि तपाईँको सरकार आजीवन यहाँ कसैले लेखेर दिएको छैन। हामी सदस्य त सदाका लागि छैनौँ, अर्को चुनावमा कहाँ जान्छौँ कहाँ जान्नौँ। त्यही भएर उद्घाटन गर्न पाइन, शिलान्यास गर्न पाइन भन्ने एउटा झोकमा प्रदेश गौरवको त्यो एउटा ठूलो योजनालाई नस्तनाबुद नगरिदिनुहोस्, म आग्रह गर्न चाहन्छु। हाम्रो स्वास्थ्य मन्त्रीजी बिमार हुनुहुन्छ होला, अस्ति उनको मोटरको ड्राइभरले कता के एक्सिडेन्ट गर्यो, उनी बिरामी भएको खबर पाए र त्यसैको उनको अस्वस्थतालाई बडो फाइदा उठाएर मुख्यमन्त्रीजी आफै आजकल अस्पतालको निरीक्षण गर्दै हुनुहुन्छ, छापा मार्दै हुनुहुन्छ। त्यो अस्पताललाई छापा मारेर म त सामान्य सभामुख महोदय, म सरकारलाई आग्रह गर्न चाहन्छु, हाम्रो माननीय मुख्यमन्त्रीजीको सुरक्षा बढाइदिनु पर्यो। आधी रातमा गएर त्यो एकजना त्यो क्रसर व्यापारीलाई गएर आधी रातमा त्यो सीमामा खुला त्यो नदी भएको उकास भएको ठाउँमा गएर के भन्छ छापा मार्नुहुन्छ। त्यो क्रसरवालाहरू बढी बदमास छन्। हाम्रै देशमा, यही प्रदेशमा त्यो क्रसरवालाहरूले एकजना यस्तै अभियन्तालाई हत्या गरिदिएको खबर ताजै छ, धेरै पुरानो भइसकेका छैन। अस्पतालहरू छिर्नुहुन्छ, कुनै के कहाँ कुन इन्जेक्सन फेरि गडबड हुन्छ। स्वास्थ्य मन्त्रीजी तपाईँलाई पनि आग्रह छ, उनको सुरक्षा बढाइदिनु पर्यो र विधिसम्मत तरिकाले छानबिन र छापा मार्नु पर्यो। तपाईँ आफै स्वस्थ हुनुहुन्छ, तपाईँ मान्नुहोस् न, तपाईँको माथाको काम तपाईँ आफै गर्नुहोस् न, किन सट्टापट्टा गर्ने। मुख्यमन्त्रीजीको अन्य पनि धेरै काम छ। मुख्यमन्त्रीजी अहिलेसम्म कहीँ कुतै दाग लगाउनु भएको छैन भनेपछि कामै गर्नु भएको छैन। विज्ञानले काम कलाई भन्छ भनेपछि जसमा केही बल लाग्दछ र जसले केही दूरी पार गर्दछ त्यसैलाई कार्य भनिन्छ। हामी तपाईँ विज्ञानका विद्यार्थीहरूले यसरी नै पढेका थियौँ। वर्तमान सरकारले यो बजेट आएको आज यत्रो दिन पश्चात पनि पत्रिकाले त 1% निकाल्छ, सायद 2% भन्दा बढी खर्चै गरेको छैन। किन कार्य गर्नु भएको छैन? उहाँले एकचोटि स्पष्टीकरण सोध्नु भएको थियो हाम्रो अर्थमन्त्रीजीलाई। दुनियाँमा नभएका कुराहरू कि मन्त्री परिषद पुनर्गठनको अधिकार नेपालको संविधानले मुख्यमन्त्रीलाई त्यतिकै दिएको छ, हटाइदिए हुन्छ नि। हाम्रो अर्थमन्त्रीलाई काम गर्नु भएको छैन भने, उनले आफ्नै अनुकूलको व्यक्तिलाई अर्थमन्त्री बनाए हुन्छ नि, काम गर्नु भएको छैन भने। उनलाई दोष दिने पिल्सिने को भनेपछि हामी प्रदेशका जनता, कुनै काम भएको छैन। तपाईहरू हामीलाई सबै थाहा छ, हामी बदनाम भएकै किन हौं भने आफ्नो बजेट आफै खर्च गर्न सक्दैनौं। एक त पूर्व न्यायाधीशबाट छानबिन हुनुपर्ने बजेट र सो बजेट पनि कार्यान्वयन गर्ने समय सीमा, एक आर्थिक वर्ष, पहिलो चौमासिक, दोस्रो चौमासिक, तेस्रो चौमासिक, अर्थात् एक निश्चित समय सीमाभित्र हामी खर्च गर्नुपर्ने हुन्छ। तर हामीले केही गर्न सकेका छैनौँ। 2% भन्दा बढी हामीले बजेट खर्च गर्न सकेका छैनौँ। फेरि यो रेकर्ड भइरहेछ, होइन हामीले 16% गर्यौँ भनेर कसैले ढिपी कस्नु होला। चालु र पुँजीगत दुईटा हुन्छ, त्यो चालुतर्फ गर्नुभयो होला। मैले पुँजीगत भनेको 2% भन्दा बढी तपाईँहरूले खर्चै गर्नुभएको छैन। कामै नगरेपछि के को दोष र जे काम छ त्यो पनि काम गर्नुहुन्न तपाईहरू। फेरि तपाईँहरूलाई निवेदन गर्न चाहन्छु र सामान्य सभामुख महोदय, तपाईँ मार्फत म आग्रह गर्न चाहन्छु, मधेस कृषि विश्वविद्यालयको यो सबै समस्या निरूपण गर्न हामी यहाँ सर्वदलीय संसदीय समिति बनाऊ, निष्पक्ष ढङ्गले सबै पार्टीका सांसदहरू राखेर 2 दिन मात्रको म्याद दिउँ, 3 दिन मात्रको म्याद दिउँ। तर हामी भूगोलमा गएर पनि हेरौँ र बाँकी त्यसका सिनेटका बैठकका निर्णयहरूको हामी छानबिन गरौँ। त्यसका त्यो के भन्छ नीति आयोगको उपाध्यक्ष माननीय सोहन शाहजीले गर्नुभएको छानबिनको रिपोर्टको अध्ययन गरौँ र एउटा ठोस के भन्छ हामी यो निकरियोलमा पुगौँ। नभए सिधा र सपाट ढङ्गले मलाई गौरव चाहिन्न, मलाई विश्वविद्यालय चाहिन्न, म मूर्ख नै बस्छु, मेरा बच्चालाई पढाउँदिनँ भनेर त्यो विश्वविद्यालयलाई बन्दको घोषणा गरे पनि हुन्छ। नभए त्यसका 80-90 जना कर्मचारी पनि हाम्रै नागरिक हुन्। त्यसमा अध्ययन गर्ने ती विद्यार्थी हामै तपाईँकै बालबच्चा हुन्। तिनको भविष्य सोचिदिनु पर्यो। उद्घाटन त फेरि गर्न दिउँला नि तपाईँलाई, के छ र? वचन दिन्छु, जनता समाजवादी पार्टी नेपालको सरकार भए पनि अर्को गौरवको योजनाको उद्घाटन गर्ने अवसर जनमत पार्टीलाई नै दिउँला, वचन दिन्छु। त्यस्तो उद्घाटनको रिस रागलाई नमान्नुहोस्। त्यसको लागि छानबिन हुँदैछ। त्यो उद्घाटन गर्दा के भयो? हामीले धेरै टेबल कुर्सी तोराइसक्यौँ। त्यो उद्घाटन गर्न नपाएको झुकमा हामीले धेरै व्यतीत गरिसक्यौँ। हाम्रा यी धेरै सम्पत्तिहरू नष्ट भइसके। त्यसको पनि छानबिनको रिपोर्ट आओस् माननीय रत्नेश्वरजी। नभए भोलि हामी पनि यो सब टेबल कुर्सी तोडिदिउँला, चटाइमै बसेर संसद चलाउँला र यो टेबल कुर्सीको पैसा हामी आफ्नो तलबाट कट्टा गरौँला। यस्तै अशिष्ट असभ्य परिचय हामीले दिने हो भने मेरो भन्नु केही छैन। नभए जसले यो सम्मानित संसदमा त्यो घटना घटाएका थिए
ती दोषी हुन् भने तिनलाई कारबाही हुनुपर्दछ। उद्घाटन र शिलान्यास गर्दा अगर कोही दोषी छ भने तिनलाई पनि कारबाही हुनुपर्दछ। तर यस्ता रिस र रागमा सिङ्गो एउटा विश्वविद्यालयलाई, प्रदेशको त्यो गौरवलाई समाप्त गर्ने कार्य किमार्थ गर्नु हुँदैन, म फेरि निवेदन गर्न चाहन्छु। अन्त्यमा सामान्य सभामुख महोदय, संसदको गेटमा हाम्रा श्रेणीविहीन कर्मचारीहरू आन्दोलनरत छन्। तिनको वृत्ति विकास, तिनका न्यायोचित माग पूरा गर्न म तपाईँ मार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। अब मान्य श्री वसन्त कुमार कुशवाहा, समय 10 मिनट। माननीय सभामुख महोदय, अहिले विगत केही दिनदेखि लिएर आजसम्म खालि हामीले के सुन्छौँ भने यो सरकारले यो गरेन, यसले त्यो गरेन, यसले ऊ गरेन। यसमा हामीले यदि डिपली रूपमा गहिरिएर यदि हेर्ने हो भने अहिलेको जुन व्यथिति हामीले जुन हेरिराखेका छौँ, यो व्यथिति आज यो 7 महिनामा यो जम्मा भएको व्यथिति होइन। यो व्यथिति तपाईको 7 वर्षदेखिको जुन यसभन्दा पहिलाको जुन सरकार थियो, जसले त्यसले जुन व्यथिति त्यहाँबाट जम्मा गर्दा गर्दै जुन लिएर यहाँसम्म आएको छ, अहिले देखिएको व्यथिति त्यसको प्रतिफल हो। खासमा म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु। कुनै बिल्डिङ, कुनै घर आज यदि खस्यो भने त्यो बिल्डिङ आजको जो आज त्यो बिल्डिङको सञ्चालक हो त्यसको दोषी हुँदैन। त्यो बिल्डिङ कसले बनायो, त्यसको जग कसले बनायो, त्यसको फाउन्डेसन कसले बनायो, त्यसको डिजाइन कसले बनायो, त्यसको दोषी त्यो हुन्छ। हामीले त्यो कुरा बुझ्नुपर्ने हुन्छ। अहिले प्रदेश सरकारले हो खर्च गरे, बजेट खर्च गर्न सकेका छैन, 7 महिना बित्यो, सबैलाई थाहा छ। तर त्यो किन 7 महिनामा काम गर्न सकेन, हामीले त्यो कुरा बुझ्नुपर्ने अहिले नितान्त आवश्यक चिज हो। त्यसको मूल कारण तपाईले यदि हेर्नुभयो भने अहिले जुन प्रदेशमा कर्मचारीको अभाव जुन भएको छ, त्यसको मूल कारण यो कर्मचारीको अभाव कसरी र किन भएको हो, त्यसको बारेमा तपाईहरुलाई मैले केही तथ्याङ्क बताउन चाहन्छु। पहिला हामीले यो बुझौं कि यो कर्मचारीको अभाव किन गराइएको हो। यो कर्मचारीको अभाव सुनियोजित रूपमा यो मध्य प्रदेशमा गराइएको हो। किनभने कर्मचारीको अभाव भयो भने यहाँ कमिसन उठायोगमा 3 जना कार्यकारी रूपमा लोकसभा अध्यक्ष र 2 जना सदस्य मध्ये 1 जना लोकसभा अध्यक्ष र सदस्य खाली राखियो। कसले खाली राख्यो त? यो भन्दा पहिलाको सरकारले। यही मुख्यमन्त्रीजीले, पूर्व मुख्यमन्त्रीजीले यही के भन्नुभयो भने मध्य प्रदेशमा मैले सुटेबल क्यान्डिडेट भेटिन, त्यही भएर लोकसेवा आयोगको अध्यक्षको पदपूर्ति भएन। के मध्य प्रदेशमा 62 लाख मधेसीहरूमा 1 जना पनि उहाँले क्यान्डिडेट भेटेन कि प्रयास गर्नु भएन? उहाँले प्रयास गर्नु भएन, त्यही भएर लोकसेवा अध्यक्षको यहाँ पदपूर्ति भएन। तर मध्य प्रदेशको अहिलेको सरकारले, सतीश सिंहको अहिलेको सरकारले 5 महिना अगाडि लोकसेवा अध्यक्षको प्रतिपूर्ति गर्यो। त्यो मिटिङको लागि पनि बोलाउँदाखेरि पूर्व मुख्यमन्त्रीजीले अटेरी गर्नु भएछ। पछि लोकसभा सदस्यको प्रतिपूर्तिको लागि पनि 2 चोटि उहाँले पत्र काट्दाखेरि पनि उहाँ जानु भएन मिटिङमा। लास्टमा बहुमतको हिसाबले लोकसभा सदस्यको प्रतिपूर्ति भयो। त्यहाँ बहुमतको हिसाबले निर्णय गर्नुपर्ने अवस्था हुन्छ र त्यो निर्णयको कारणले त्यो सबै कुराहरू डिले भएको हो। र जुन 1022 जना जुन भ्याकेन्सी खाली जुन भ्याकेन्सी थियो र जसमा कुनैमा तपाईको एक्जाम लिएको थिएन, कुनैमा अन्तर्वार्ता भएको थिएन, त्यो सबैको प्रक्रियाहरू अगाडि बढेको छ। हुँदा हुँदै त्यो 1022 वटा भ्याकेन्सी मध्ये 13 वटा भ्याकेन्सी कस्तो भएको थियो भने त्यसमा सिलेबस थिएन। बिना सिलेबसको कसरी भ्याकेन्सी भयो? यस्तोसम्म पनि स्थिति यहाँ मध्य प्रदेशमा भएको छ। र यो 1022 जुन भ्याकेन्सी खाली थियो, जुनमा लिखित एक्जाम भएको थिएन, अन्तर्वार्ता भएको थिएन, त्यसमा कमसेकम अहिले 300 भन्दा बढी छनौट भएका छन्। 300 कर्मचारी अहिले यो 5 महिनाको बीचमा छनौट भएर अहिले हरेक कार्यालयहरूमा उनीहरू काम गर्न गइसकेका छन्। भन्दाखेरि पो त्यहाँ काम बढ्ने हो। त्यसबाहेक अहिले यो प्रदेश सरकारले त्यो बाहेकमा पनि 88 वटा भ्याकेन्सी खोलेछ। त्यसबाहेक अहिले भर्खर 1 हप्ता अगाडि वन मन्त्रालयको सिफारिसमा 52 वटा वनरक्षकको भ्याकेन्सी निकालेको छ। र जबसम्म कर्मचारीको अभाव पूरा हुँदैन तबसम्म समस्या समाधान हुँदैन भनेर हामीले बुझ्नुपर्छ। तपाईले कर्मचारीको अभाव गराइदिने अनि यो प्रदेश सरकारमाथि यसले यो गरेन त्यो गरेन भन्नुहुन्छ, कहिले पनि हुँदैन। त्यही भएर जुन समस्या पहिलाको विगतको सरकारले गरेको छ त्यसलाई हामीले समाधानको दिशामा लागेका छौँ। अब बजेट कार्यान्वयनमा गर्नको लागि त कर्मचारी चाहियो नि। आखिर विगतको सरकारले त्यति बजेट किन फ्रिज भएको हो? त्यही कर्मचारीको कारणले हो। र अहिले पनि त्यही कर्मचारीको कारणले अहिले जति पनि गौरवको योजना राखे पनि तपाईँको कार्यविधि बनाएको छैन, कहीँ कर्मचारी भनेको छैन।
जुनसुकै मन्त्रीजीहरूलाई सोध्नु होला के उहाँसँग इनफ कर्मचारी छ त? कुनै कुनै मन्त्रालयमा तपाईँको 12 तह 11 तहको सचिव हुनुपर्ने ठाउँमा 9 तहको सचिवहरू राख्नु भएको छ, किनभने तपाईँसँग कर्मचारी छैन। भएको कर्मचारी पनि कस्तो छ भने अनस्किल्डहरू छन्। त्यसमा पनि कस्तो भने विगतको समयदेखि पैसा खाँदै आएको अनुभवहरू छ। जबसम्म उनीहरूलाई पैसा देखिँदैन तबसम्म यो भएको कर्मचारीहरूले पनि काम गर्दैन। उनीहरूलाई पनि कस्तो घमण्ड भएको छ भने यो मन्त्रीजी त आउँछन्, फेरि अर्को सरकारमा यो मन्त्रीजी जान्छन्, किन काम गर्ने? फेरि मन्त्रीजीको कस्तो समस्या छ भने यही कर्मचारीसँग नै काम गराउनु पर्ने अवस्था छ, अर्को ल्याउने भने कसले ल्याउने, छँदै छैनन्। भन्दाखेरि यो समस्याको समाधान अहिले जति यहाँ कराएर चिलाएर हुन्छ त यो प्रदेश सरकारले त गरिरहेछ नि। लोकसेवा आयोगको अध्यक्षलाई नियुक्ति गर्यो, सदस्य नियुक्ति गर्यो, हुँदाहुँदै लोकसेवा आयोगमा कर्मचारीको पनि समस्या दियो। उनीहरू आफै पनि जति पनि भ्याकेन्सी भएको थियो त्यो भ्याकेन्सीको त्यो इक्जाम लिने त्यो प्रक्रियाहरू गर्ने उहाँहरूसँग कर्मचारी थिएन। अहिलेसम्म योभन्दा पहिला 29 जना कर्मचारी थिए लोकसेवा आयोगमा। त्यसमा अहिले उहाँहरूले बढाएर यो प्रदेश सरकारले उहाँहरूलाई अहिले अप्रुभल दिएछ 43 जना कर्मचारी बढाउनलाई पर्मिसन दिएछ र 43 जना कर्मचारी भएपछि मात्रै उनीहरूले यो कर्मचारी भर्नाको प्रक्रियाहरू बढाएका छन्। भने तपाईँसँग कर्मचारी नदिने, कर्मचारी नराख्ने अनि उसलाई आरोप लगाउने यस्तो स्थिति आछ। फेरि तपाईँहरूले भन्नुभयो होला तपाईँकै मुख्यमन्त्री छ, तुरुन्तै गरेर भइहाल्यो नि। हो, तुरुन्तै गर्न त हुन्छ, तर प्रदेश लोकसेवा आयोगको जुन ऐन छ, जुन ऐनमा तपाईँले कार्य सेड्युल यसरी गर्नुपर्छ भनेर लेख्नु भएको छ कि पहिला 11 तहको बढुवा हुनुपर्छ, त्यसपछि 9 तहको बढुवा हुनु पर्यो, त्यसपछि 7 तहको बढुवा हुनु पर्यो, त्यसपछि 5 तहको बढुवा हुनु पर्यो, अनि त्यसमा जुन खाली हुन्छ त्यसमा मात्रै तपाईँले पदपूर्तिको लागि सूचना प्रकाशित गर्न सक्नुहुन्छ। अनि यो बढुवाको लागि जुन सेड्युल छ एक एक महिना अहिलेको सतीश सिंहजीको सरकारले गर्न सक्छ त? सक्दैन नि। त्यसपछि तपाईँले भन्नु होला ल अब ऐन परिवर्तनको लागि सदनमा पेश गर्नुहोस्, त्यो पनि होमवर्क हुँदैछ। अब त्यो होमवर्क गर्ने पनि कर्मचारी छैन भने यो अवस्थामा काम गर्दा गर्दै पनि हामीले यो प्रदेश सरकारको निकास दिन खोजिरहेका छौँ, त्यो कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यही भएर अहिले जुन यो 1110 जना कर्मचारीको जुन भ्याकेन्सी टोटल अहिले भएको हो, यो भ्याकेन्सी तपाईँको क्लियर भएपछि मात्रै समस्याको समाधानहरू अगाडि बढ्छ भनेर हामीले विश्वास लिएका छौँ र लोकसेवा आयोगले यो द्रुत गतिमा काम पनि गर्दैछ। अब भर्खर हामीले स्थानीय सेवा ऐन यहाँबाट पारित त गर्यौँ, त्रुटिले भरिएको त्यो ऐन रहेछ। त्यसको लागि संशोधनको लागि हामीले एउटा होमवर्क पनि गरिरहेका छौँ र साथसाथै त्यसको नियमावली पनि बनाउनु पर्ने हुन्छ, अनि मात्रै स्थानीय सेवाको दरबन्दीहरू खोल्न मिल्छ। अब त्यो दरबन्दी खोल्नलाई पनि त्यो नियमावली बनाउनलाई पनि कर्मचारी छैन, त्यसको लागि पनि अब होमवर्क गर्दैछन् र त्यो नियमावली बनिसकेपछि स्थानीय सेवामा पनि भ्याकेन्सी खोल्न बाटो खुल्छ, त्यसपछि मात्रै काम हुन्छ। भन्दाखेरि यो कामको लागि समय त लाग्छ नि, किन समय हामीले सदनबाटै बनाएको हो, त्यो समयभन्दा बाहिर जान सकिँदैन। त्यही भएर हामीले समयको साथसाथ अलिकति धैर्य धारण पनि गर्नुपर्ने हुन्छ र कसैको मूल्याङ्कन कमसेकम 1 वर्ष होस् र 1 वर्षमा मूल्याङ्कन हामी फेरि गरौँला, त्यही अनुरोध गर्दै तपाईँहरूबाट बिदा हुन्छु। धन्यवाद। जय मधेस, जय स्वराज। अब मान्य श्री उपेन्द्र महतो, समय 7 मिनट। माननीय सभामुख महोदय, सबसे पहिले तो के हमरा बुझाइए कि 7 बरस ई भे गेली संसद चलित, सभामुख लगायत हमनी सभे माननीय जी सबके एक बार इस संविधान के कम से कम ई प्रदेश व्यवस्थापिका और प्रदेश सभा कार्य संचालन नियमावली एक बार अध्ययन क के तब संसद में बैठे के चाहिए। हालांकि विगत में जोन प्रदेश सरकारी कामकाज के भाषा संबंध में जोन विधेयक दर्ता भेल रहे उनमें गलत तरीका से विरोध भेल, गलत तरीका से विधेयक फिरता भेल और षड्यंत्रपूर्ण तरीका से वो विधेयक फिरता करायल गेल, ये हम पहले बतावे चाहिए। यही प्रदेश सभा कार्य संचालन नियमावली में स्पष्ट व्यवस्था है कि विधेयक को वितरण विधेयक पेश होने दिन भन्दा 2 दिन अगावै प्रदेश सदस्यलाई विधेयक उपलब्ध गराइने छ। तो हम देख रहे हमने सबके मोबाइल में विधेयक आयल रहे, विरोध करे के भी ओमे प्रावधान है। विधेयक प्रस्तुत गर्न अनुमति मांगने प्रस्ताव को विरोध को सूचना
कुनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोध गर्न चाहने सदस्यले त्यसको सूचना प्रस्ताव प्रस्तुत गर्ने दिन भन्दा कम्तीमा 1 दिन अगावै गर्नुपर्नेछ। तो की है कि 2 दिन पहले भाषा के अनुसार कहलै मंत्री विधेयक पेश कलकै त्यतिखुना त सब लोग शांत रहले, कोनो विरोध न कैले। लेकिन अनाहक विरोध अल्लै एकाएक जब प्रस्तुत भे गेलै तब संसद में विरोध अल्लै, उ गलत भेल है। दोसर, प्रदेश सभा में विधेयक फिरता लेवे के भी कानून है, यही में फिरता लेवे के व्यवस्था कल गेलै। विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयक फिर्ता लिन अनुमति माग्ने प्रस्ताव पेश गर्न चाहेमा 1 दिन अगावै सचिवलाई सूचना दिनुपर्नेछ। लेकिन होलै कि सबेर में कैबिनेट से निर्णय होइ छै, दिन में फिर्ता हो जाइ छै। तो ई प्रदेश संचार सभा कार्य संचालन नियावली कैला तै के लेल यही में हमनी सबके एक बारी यही में अध्ययन करे के चाही। अब प्रदेश सरकारी कामकाज के भाषा फिरता कैला भेलै, विगत 7 वर्ष से बहुत बार लावे के प्रयास भेलै, लेकिन यही देश में एक भाषा और एक भेष वाला सबके पचित न रहलै, उ सब षड्यंत्र पर षड्यंत्र करित रहलै और षड्यंत्र के तहत ही फिरता लेल गेल है। हम सब देखी छी आंदोलन होइ छै न, मधेश में आंदोलन में हम सब गेली तो बहुत पवित्र उद्देश्य से आंदोलन करे जाइ छी, लेकिन वही में भिजिलांते सब घुसल रही छे। हम सब जिंदाबाद मुर्दाबाद करित रही छी, एगो भिजिलांते थट से एगो पत्थर फेंकलक, धर सब फेंके लागल। वही दिन प्रदेश सभा में 2-4 गो माननीय हम भिजिलांते के रूप में देखली, फट से देखली विरोध कर दिल की भाषा के, और सब माननीय सब अनाहक रूप से कोई तो कंपटीशन भे गेले, हम पोछा न छूट जाए विरोध करे में। लेकिन अहाँ सब ई न बुझली कि विरोध के की अर्थ निकल रहा है। आई अभी प्रदेश सभा में हम दावा करी छी ये अभी विधेयक यही टेन्योर में तो ना आए, तब कहला कि ई विधेयक एक भाषा एक भेष लादे वाला सबके षड्यंत्र रहे कि आवे न। आई के दिन में प्रदेश सभा में ये विधेयक न अला से की घाटा से पता है। यदि ये विधेयक पास हो जाती तो विभिन्न भाषा में जेकरा मान्यता मिलते विभिन्न भाषा में हमनी सबके लोक सेवा आयोग होती। आई जाइ छी खस भाषा में लोक सेवा देवे, जिंदगी भर घर में हमनी सबके डगरा डगरा पढ़ाबै छै आ वहाँ नांगलो लिखल लबै छै। हमनी सब घर में फसुल कहै छै वहाँ चुलेसी लिखल रहै छै, मिर्चाई पढ़ाबै छै वहाँ खुरसानी लिखल रहै छै, तो केना अपना पास होते। तो की है ई बार बार ई षड्यंत्र के तहत ई फेल करायल गेलै। हम कुछ माननीय सबके तो दिन पहचान लेली, आका के ऊपर से ऑर्डर अलै और सीधे विरोध कर गेले, धराधर ई बुझाइते भूस के आग लागल तेना आग लागल। ई विधेयक यहाँ दर्ता भेल रहे, हमरा अहाँ के अधिकार है ना, इस समिति में भेजती एक संशोधन करती है, जे मन होती से लिखती। लेकिन सफल तो वो भे गेलै जे ई भाषा के विधेयक ना आवे चाहिए तो सफल भे गेली नहीं में। एखुन को माननीय ओहि दिन जे बोलल छै अपना आत्मा पर हाथ रख के सोचू तो अहाँ सब की सोच के विरोध कैली। एगो थारू भाषा न रही, थारू भाषा तो ऐड कल जा सकित रहले ना, अब केना ऐड होती से बताओ। तो षड्यंत्र में फंसली। तै के लेल कोनो भी चीज विरोध करे से पहले एक बार सोचे के चाहिए। हम तो सरकार के और मंत्री के धन्यवाद देबै, बहुत हिम्मत करके ललै और हमरा सब लेकिन नालायक मानने के कारण फिर तो ले लेलकै, कैला जाऊ को रिक्स ले। सरकार कैला चाहते विवाद, तो वो बहुत धन्यवाद दै छै कि कैला जाऊ को विवाद में फंसे। तै के लेल कोनो भी चीज विरोध करे से पहले एक बार सोचे के चाहिए। कतेक आवश्यकता है, हमनी सबके मैथिली के मान्यता मिलती है, बजिका के मान्यता मिलती, उर्दू के मान्यता मिलती, थारू भाषा के जे भाषा चाहती सब लिख सकित रही ना, अपना हाथ में, अपना हाथ काट के अब दे दिली। तै के लेके हम माननीय जी सबसे आग्रह करबै, एक बारी कोनो भी चीज करे से पहले सोचू यहाँ विरोध कोन कोन एंगल से कैल जाइ छै, बुझली ना, हम सब विरोध कर देली। और कम से कम ये हमनिए के बनायल प्रदेश सभा कार्य संचालन नियावली एकरा पूर्ण तरह पालना होए, ये कहित हम विदा होइ छी। धन्यवाद। अब माननीय श्री रत्नेश्वर गोइती यादव, समय 5 मिनट।
माननीय सभामुख महोदय, यो विशेष समयलाई मैले विकास निर्माणका केही कुराहरूसँग जोड्न चाहन्छु। वास्तवमा यो हुलाकी सडक हाम्रो मेन सडक हो र यो मेन सडकबाट दक्षिणतिर, जस्तै धनुषाको म कुरा गर्न चाहन्छु। हुलाकी सडकदेखि लगमा र सघारासम्म, सघारादेखि एउटा इनरवाको बोर्डरसम्म सङ्घ सरकारबाट पटक पटक अनुरोध गर्दा 3 वर्ष अगाडि त्यसमा 25 करोड रुपैयाँ राखिएको थियो र 3 वर्ष अगावै त्यो सायद सडक टेन्डर गर्दा 16 करोड कि कति करोडको बिलोमा टेन्डर भयो र 3 वर्षदेखि त्यो सीमित 15% काम भएको होला र काम अगाडि बढिरहेको छैन। त्यसैले त्यो एरियाको जनताहरूले जनकपुरसँग जोड्नलाई अथवा आउन जानलाई, त्यो हुलाकी सडकसम्म आउनलाई एकदमै कठिनाइको सामना गर्नु परेको छ र दिनदिन बर्सातको समयमा झन् बिरामीहरू ल्याउनलाई कठिनाइ भोगिरहेको छ। त्यसैले म यो सडकको जुन सघारा चोकदेखि बनरझुल्ला र कठालदेखि नरवासम्मको जुन टेन्डर लागेको सडक हो, त्यो सम्बन्धित सङ्घ सरकारका सडक डिभिजन कार्यालयले त्यसलाई छिटोभन्दा छिटो तगेरा गरेर त्यो निर्माण काम, पक्की सडक काम, बन्ने काम छिटोभन्दा छिटो त्यो सकोस्, त्यसको लागि म सभामुख मार्फत सङ्घ सरकार र सडक डिभिजन कार्यालयलाई यो सम्पन्न गर्नको लागि म ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै त्यही हुलाकी सडकमा एउटा लगमाको पूर्वी चौक छ। त्यो चौकबाट फेरि एउटा बोर्डरसम्म, बलहागोटसम्म, त्यो हुलाकी सडकदेखि पतनुका र पतनुकादेखि कठाल र कठालदेखि बलहागोटसम्म त्यो एकदम अत्यन्त जरुरी सडक भएको हुनाले र त्यो अहिलेसम्म कच्चीको रूपमा नै रहिरहेको छ। त्यसलाई कसरी रूपान्तरण गरेर अहिलेको समयमा त्यो पक्की सडक हुन सक्छ, यसमा म सभामुख मार्फत प्रदेश सरकारलाई, भौतिक योजना मन्त्रालयलाई अनुरोध गर्न चाहन्छु कि त्यो सडकको कमसे कम निरीक्षण होस्, अनुगमन होस् र त्यो योजनामा परोस् र बनोस्। र साथसाथै यहाँ मान्यजीहरूले केही कुरा उठाउनुभयो, त्यसको पनि संक्षिप्तमा म जवाब दिन चाहन्छु। एउटा विगतमा कृषि विश्वविद्यालय सम्बन्धी छानबिन समिति प्रदेश मामला समितिलाई दिएको हो। त्यसमा मैले छानबिन धेरै हदसम्म बढाइसकेको छु। त्यहाँको घटना सम्बन्धी विभिन्न सरोकारवालाहरूसँग रिपोर्ट लिइसकेको पनि छु र नेपाल प्रहरीले पनि रिपोर्ट दिइसकेको छ, कृषि विश्वविद्यालयले पनि रिपोर्ट दिइसकेको छ। तर हाम्रै तत्कालीन मुख्यमन्त्रीज्यूसँग मैले त्यो कार्यकक्षमा बोलाएर मौखिक उहाँले रिपोर्टिङ गर्नुभयो। अहिलेसम्म मैले रिटर्न रूपमा, लिखित रूपमा माग गरेको छु, त्यो आउन बाँकी छ। त्यसैले त्यसको काम कारबाही अगाडि बढिरहेको छैन र म अथासित भन्न अनुरोध गर्न चाहन्छु, त्यो लिखित रूपमा रिपोर्ट आएपछि म 2 सप्ताहमा यो समस्यालाई म आफ्नो समितिको मार्फत टुङ्ग्याउन चाहन्छु र रिपोर्ट दिन चाहन्छु। धन्यवाद, नमस्कार। अब मान्य श्री राजेन्द्र प्रसाद चौधरी, समय 7 मिनट। मान्य श्री राजेन्द्र प्रसाद चौधरी। अब मान्य श्री जंगीलाल राय यादव, समय 8 मिनट। माननीय सभामुख महोदय, खास करके
हाउस में जितना भी प्रश्न उठता है वो प्रश्न जनता के बीच की आवाज है। जनता के बीच में जो आवाज आती है उस आवाज को, उस प्रश्न को हम लोग हाउस में यहाँ आए हुए साथी लोग रिप्रेजेंटेटिव के रूप में लाते हैं और उस चीज को अच्छे ढंग से हम लोग बहस करते हैं और बहस के बाद यदि उसके बारे में उसको समस्या के समाधान करने के हिसाब से यदि कोई ऐन कानून बनाना होता है तो उसके विषय में हम लोग गहन छलफल करते हैं। ये हाउस की दायित्व बनती है। कोई ऐसा चीज नहीं है किसी में लिखा हुआ कि इसको लाना है। प्रॉब्लम कहाँ होता है तो गांव में, और गांव की प्रॉब्लम हम लोग हाउस में लाते हैं, उसको समाधान करते हैं। तो आज जिस तरह से खेत में किसान को तरकारी उपजाते हैं तो इसे ही लाकर तो नहीं खा लेते हैं, उसको लाने के बाद धोते हैं, बनाते हैं, मसाला रखते हैं और जब तैयार होते हैं तब वो स्वादिष्ट होता है। उसी तरह से इस हाउस में भी जो चीज बनेगा वो अच्छा बनेगा। इसके उद्देश्य से यहाँ प्रश्न उठाते हैं हम लोग कि जनता की समस्या को उठाने की जगह ये हाउस है। इसी तरह से आज मैं कुछ बात रखना चाहूंगा कि आज खास करके अभी इस आर्थिक वर्ष का 7 महीना हो गया, बजट बना हुआ, बजट बन करके सब चीज हो गया, लेकिन आज हम पढ़े हैं पेपर, उस पेपर से मुझे अवगत हुआ है कि 7 प्रदेश में सबसे पीछे मध्य प्रदेश चल रहा है। क्या कारण है कि अभी तक बजट इस तरह से खर्च नहीं हो रहा है और आषाढ़ में जाकर के खर्च करने का प्रवृत्ति पहले से भी है। इसीलिए अभी के सरकार के मैं अनुरोध करना चाहूंगा सभामुख मार्फत कि समय में इस विषय पर ध्यान दे और मोर्चा के घटक दल के नेता सब बैठ करके यदि कोई समस्या है तो उस समस्या को समाधान करके इस बजट को समय में खर्चा करने के लिए, समय में विकास करने के लिए हम सभामुख मार्फत हम अनुरोध करना चाहते हैं। क्योंकि अभी तक देखते हैं तो दैनिक रूप से कोई काम नहीं बढ़ रहा है, हर एक जगह समस्या है। मैंने देखा किताब में, रेड बुक में देखा, बहुत जगह उल्टा पुल्टा लिख दिया है। किसी माननीय ने दिया कि कब्रगाह का घेरा बेरा करना है तो वहां लिख दिया ईदगाह का घेरा बेरा करना है। इतना फास्ट ट्रैक में बनाया कि बहुत ज्यादा त्रुटि उस बजट में, उसको संशोधन करने के लिए भी मुझे लगता है 15 दिन से ज्यादा ही लगेगा। खास करके मैंने आज अपना एक देखा बजट, और मेरे बजट तो सरलाही जिला में ही होनी चाहिए, आज मैंने देखा तो वो सिरहा जिला में लिख दिया। भाई सिरहा जिला का उस जगह के नाम भी मुझे मालूम नहीं है और मेरे नाम पर सिरहा जिला में चढ़ा दिया। इस तरह से ये झंझट है। इस चीज को जल्दी समाधान करने के लिए सरकार उत्सुकता दिखावे और इसको आगे बढ़ावे कि जल्द से जल्द ये विकास की बातें आगे बढ़े। इसी तरह से हर एक क्षेत्र में मैंने देखा कि मंत्री जी, भौतिक मंत्री जी पुल के विषय में बात किए, पुल के बारे में वो अपना मांग किए, लेकिन मैं संबंधित जगह पर जाकर के पूछते हैं तो वो कहते हैं कि बहुत सारी पुल है लेकिन अब हो सकता है डीपीआर तक ले हो जाएगा। भाई तो एक क्षेत्र में एक पुल है, इस तरह से करेंगे तो हम लोग के अवधि में तो पुल नहीं बनेगा। क्योंकि मेरा क्षेत्र में हमसे पहले गौरी नारायण शाह जी जीते हुए थे, उन्होंने बहुवर्षीय योजना रखे हुए हैं और बहुवर्षीय योजना आज तक कंप्लीट नहीं हुआ। मुझे लगता है
कि वो 30% से ज़्यादा कंप्लीट नहीं है, तो अब उनको तो 3-4 वर्ष में कंप्लीट नहीं हो सका। आज हम लोग से भी लिए हुए हैं, तो 2 करोड़ रुपया है और 18 करोड़ का टेंडर हुआ। अब वो कंप्लीट होगा कि नहीं होगा? इसीलिए इस सारी बातों को मैंने देखा तो बहुत सारे बात इसमें आता है कि माने टेंडर तो कर देंगे लेकिन कंप्लीट होंगे कि नहीं होंगे उनका कोई गारंटी नहीं है। साथ साथ मैं ये जरूर कहूँगा कि इस प्रदेश के हर एक जिला, हर एक जगह पर विकास की बातें उठा, आज स्वास्थ्य की बातें उठा, शिक्षा की बातें उठी। हर एक क्षेत्र में जब तक हम लोग ईमानदार नहीं होंगे, हम लोग ईमानदारी पूर्वक काम नहीं करेंगे, तब तक हमारा जो विकास की बात है वो विकास की बात आगे नहीं बढ़ेगा। या सड़कें करने से भी या कोई चीज करने से भी वो चीज का आगे बढ़ाने के लिए आपको ऑनेस्टी होना जरूरी है, ईमानदारी पूर्वक होना जरूरी है। आज हर एक क्षेत्र में हम लोग देख रहे हैं कि बहुत ज्यादा बार्गेनिंग चल रहा है। इस तरह से इस चीज को मद्देनजर रखें और आने वाले दिन में जो रुका हुआ है, आज इस हाउस से हम लोग संकल्प प्रस्ताव मार्फत कुछ बाधा अड़काव था, उसको हम लोग ने हाउस से पास कर दिया। हाउस से पास हो गया। कार्यान्वयन में जाने के बाद जो सचिव लोग थे वही ड्राफ्ट किए थे, इस तरह से करने के लिए सहयोग सलाह दिए थे। आज पास हो जाने के बाद अब उस योजना को आगाड़ी बढ़ाने के लिए सचिव नहीं मान रहा है। आज 5-7 रोज से वो सचिव रोक करके रखा हुआ है ऊर्जा, सिंचाई और खाने पानी मंत्रालय का। इसीलिए मैं सभा मुख्य महोदय से विनम्र अनुरोध करूंगा कि वैसे कर्मचारी जो विकास का बाधक है उस तरह का कर्मचारी को समय में ही उसको सजा दिया जाए, उसको कार्रवाई किया जाए और विकास के काम में किसी भी प्रकार से अवरोध नहीं हो, ये मैं आग्रह करना चाहूंगा। साथ ही आज जब भी हम लोग आते हैं संसद के गेट पर, स्थानीय तह के जो कर्मचारी हैं, जो वर्षों वर्ष से काम करते आ रहे हैं, किसी कारणवश उनका माने जो संशोधन हुआ विधेयक उसमें नहीं आया, पुनः उन लोगों को समस्या का समाधान कर देने के लिए मैं आग्रह करते हुए मैं विदा लेना चाहता हूं। धन्यवाद। जय नेपाल। मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म मान्य कुमारकान्त झालाई नेपालको संविधानको धारा 194 बमोजिम मध्य प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम कारबाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्नका लागि मध्य प्रदेश सभाको कार्य सञ्चालन नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने मान्य सदस्यहरूको नामावली सहितको प्रस्ताव पेश गर्न अनुमति दिन्छु। मान्य कुमारकान्त झाजी। मान्य सदस्यहरू, अब मान्य खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाललाई गाउँ सभा, नगर सभा, जिल्ला सभा कार्य सञ्चालन कार्यविधि ऐन 2077लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, सङ्घीय संरचनामा देश अगाडि बढिसकेको सन्दर्भमा हामीसँग मूलतः विकास निर्माणको कार्य गर्ने अभिभार त छ नै,
तर त्यो सँगसँगै संहिता कार्यान्वयनको प्रमुख अभिभारा पनि हामी सबैको काँधमा छ। यो सन्दर्भमा विकास निर्माणको कार्यलाई अगाडि बढाउँदै संविधानलाई कार्यान्वयन गर्ने हिसाबमा आइपरेको बाधा अडचनलाई पनि कानुनी रूपमा समाधान गर्ने दिशामा सरकार गम्भीरतापूर्वक लागेको छ र हामीले विशेषतः 3 तहको सरकारको परिकल्पना गरिएको वर्तमान संविधानमा समन्वय, सहकार्य र सहअस्तित्वको एउटा पाटो छँदैछ र यो सन्दर्भमा नागरिकले विकासको अनुभूति गर्न पाउने किसिमको कुरालाई सुनिश्चित गर्ने हिसाबमा वर्तमान केही कानुनहरूलाई संशोधन गर्दै विशेष गरी स्थानीय तहको भूमिका नागरिकसँगको नजिकको सरकारको रूपमा भएको कारणले गर्दाखेरि त्यहाँ आइपरेको बाधा अडचनलाई पनि कानुनी रूपमा समाधान गर्ने प्रयत्नमा सरकार निरन्तर लागेको छ। स्थानीय तहमा देखिएका केही समस्याहरूलाई समाधान गर्ने विषयहरू अहिले पनि सरकारको चासोको विषय र हामीले काम गरिरहेको सन्दर्भ छ, त्यसमा हामी छलफल गरिरहेका छौँ। र त्यसै सन्दर्भमा यो आर्थिक वर्षमा केही स्थानीय तहहरूको गाउँसभा नगरसभा नभएको सन्दर्भले पनि विकास निर्माणको कार्यहरू रोकिएको अवस्थाहरू छ र हामीले त्यो समस्यालाई समाधान गर्ने हिसाबले सरकारले अलिकति कानुनी रूपमा सहज बनाउने हिसाबले हामीले संशोधनको कुरा ल्याएका छौँ र यसलाई म यो सँगसँगै आग्रह गर्न चाहन्छु, विशेषतः लोकतान्त्रिक परिपाटीमा लोकतन्त्रको उपभोग गर्दै सरकारलाई सही रूपमा अगाडि बढाउने दिशामा जुन किसिमको प्रयत्नहरू भइरहेको छ त्यो सराहनीय कुराहरू छन्। आजको संशोधनको छलफल गरिराख्दाखेरि हामीले 2-3 वटा कुरालाई छलफल गरेका थियौँ। विशेष गरी गाउँसभा नगरसभा गणितीय हिसाबले हुन नसकिरहेको सन्दर्भमा सरकारले त्यसलाई सहज, विशेष गरी देशमा विद्यमान कानुन र परम्परालाई नै आधार बनाएर त्यसलाई सहज बनाउने हिसाबले यो संशोधन को कामलाई अगाडि बढाइएको छ र पनि स्थानीय तहहरूले गणितलाई मात्र ध्यान नदिइकन आइपरेको समस्यालाई आपसी एउटा सहमति र छलफलबाट सहज रूपमा निकास गर्ने प्रयासलाई पहिलो प्राथमिकतामा राखेर त्यसलाई निकास दिनुपर्दछ भन्ने मान्यता हामी सबैको छ र त्यो सँगसँगै कहीँ नियतवश अवरोध गर्न खोजिएको अवस्था हो भने त्यसको लागि मात्रै यो कानुनले सहजता प्रदान गर्ने काम गर्दछ। तसर्थ माननीय सभामुखज्यूको अनुमतिले प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 106 बमोजिम गाउँसभा नगरसभा जिल्ला सभा कार्य सञ्चालन कार्यविधि ऐन 2077 संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। त्यसर्थ मान्य खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवालले गाउँसभा नगरसभा जिल्ला सभा कार्य सञ्चालन कार्यविधि ऐन 2077 संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवाललाई गाउँसभा नगरसभा जिल्ला सभा कार्य सञ्चालन कार्यविधि ऐन 2077 संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुखज्यूको अनुमतिले प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 106 को उपनियम 2 बमोजिम गाउँसभा नगरसभा जिल्ला सभा कार्य सञ्चालन कार्यविधि ऐन 2077 संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब मान्य खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवाललाई प्रदेश नीति आयोग गठन तथा
कथी भऽ गेल मान्य सदस्यहरू, अब मान्य खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवाललाई प्रदेश नीति आयोग गठन तथा सञ्चालन ऐन 2075 लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुखज्यूको अनुमतिले प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 107 को उपनियम 1 बमोजिम प्रदेश नीति आयोग गठन तथा सञ्चालन ऐन 2075 लाई संशोधन गर्न बनेको विधेयक सभामा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म प्रदेश नीति आयोग गठन तथा सञ्चालन ऐन 2075 लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको ड्याससँगै बसेका कर्मचारीहरूलाई 5 मिनटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 5 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य श्री रामआशीष यादवलाई समय दिन्छु। माननीय सभामुख महोदय, स्वाभाविक रूप से अपने के विगत में बनल ऐन सबके संशोधन कर पड़े छी। कारण भारत के संविधान हुए या कोनो देश के संविधान हुए तो आवश्यकता पड़े छी, समय हिसाब से संशोधन होइत रहे छी और संशोधन होबाक चाहिए हमारे विचार से। ते द्वारा सरकार की अच्छे प्रयास है, लेकिन एहिमे देखा कि पड़े छै सरकार के प्रयास कतौ ने कतौ मध्य प्रदेश के असफल करे के भी भ सके। सरकार के प्रयास तो कोनो भी एन संशोधन हुए तो हमरा सबके खास करके प्रदेश सभा के सजग रहबा के चाहिए। देखै छी जे प्रदेश सभा के मूल द्वार पर श्रेणीविहीन कर्मचारी सब संशोधन के लेल जे हमर सबके मांग संशोधन कर दे तो हमरा विचार सरकार के ऊपर ध्यान देबाक चाही से कनी कम बढ़ल हमरा बुझाइए। वो कर्मचारी सब दल के सांसद सबके साथ वो सब अनय विनय करै छथिन और बड़ा सभ्य हिसाब से अपन बात रखै छथिन। अखन के सरकार के जे विधेयक है प्रदेश नीति आयोग के संशोधन करे वाला ई पहल संशोधन विधेयक है, तो हमरा बुझाइए जे है में सरकार के 3टा मुद्दा पर सरकार कोशिश करे के प्रयास केने छै। एकटा छै जे प्रदेश के नीति आयोग के नाम जे है नामाकरण संबंध में छै। एकर नाम छै प्रदेश नीति आयोग, एकर नाम होबे के चाही मध्य प्रदेश नीतिता योजना आयोग। अच्छा बात है हमारे ख्याल से, कारण नाम नीति आयोग और योजना आयोग, नीति और योजना ये दोनों दूटा चीज है। मात्र नीति बनाबे के काज मध्य प्रदेश नीति आयोग के नहीं छलैया, नीति भी बनबे छलैया और योजना भी बनबे छलैया। ताहि दुआरे ये नाम जे है से अच्छा है, प्रदेश नीति योजना आयोग। दोसर बात जे एलैया जे हमर ध्यान आकर्षण भेल, एहि पर सरकार कतौ न कतौ चूकि रहल है। सरकार के उतने ध्यान नहीं पहुंचल है कि हमरा बुझाइए सचिव संबंधी जो व्यवस्था है जे विगत में ये नीति आयोग एन जो बनल मध्य प्रदेश सभा से वह समय में जो है से हम भाग लेने रही और वह समय में हम कहने रही कि कोनो भी एन बने छे तो आर्थिक भार पर हमरा सबके ध्यान देवे के चाहिए। अर्थ मंत्रालय के टिप्पणी, कानून मंत्रालय की टिप्पणी ये अपने के अनिवार्य होबे के चाहिए और विधेयक में अपने के और एन में प्रावधान भी रही है। तो में आर्थिक भार अनावश्यक बढ़ के काज
एहि संशोधन में हमरा बुझाइए। कारण जे पहले जे बनलै एन ताहिमे 9 सदस्यीय छै, 9 सदस्यीय में 6टा अपने के पूर्णकालिक सदस्य छै नीति तथा योजना आयोग के, 6टा सदस्य भेलै पूर्णकालिक, और तेकर बाद में जे है से एकटा भेलै उपाध्यक्ष, और सदस्य सचिव जे होइ छै जे पदेनन अर्थ मंत्रालय के सचिव छै, ई पहले वाला में छै। और मुख्यमंत्री, माननीय मुख्यमंत्री जी यहाँ के अध्यक्षता करे छै, देश में प्रधानमंत्री करे छै, भारत में भी प्रधानमंत्री अध्यक्षता करे छै, सिस्टम छै वर्ल्ड वाइड। तो एहिठमन अर्थ मंत्रालय के सचिव के द्वारा राखल गेलै पदेनन सदस्य में, तेकर कारण की रहे जे नीति तथा योजना आयोग जे होइ छै ओ अहाँ के नॉलेज और इनोवेशन के सेंटर होइ छै। नॉलेज और इनोवेशन के सेंटर में हम सब जे है से संघ के सचिव ला देवी नेपाल सरकार से, तो कतौ न कतौ उपाध्यक्ष के वो अहाँ के जे है से कमजोर कर देते। और उपाध्यक्ष जे हम सब नियुक्त करे छिए या पूर्णकालिक सदस्य जे नियुक्त करे छिए वो सामान्य के नहीं करे छिए, वो योग्य के करे छिए जेकर में योग्यता छै। बिना योग्यता के मापदंड मीट के ने योजना आयोग के नहीं सदस्य भ सकैया नहीं उपाध्यक्ष भ सकैया। वो विज्ञ सबके एक टीम छै, वो हब छै यहाँ के नॉलेज और इनोवेशन के हब छै। ताहि दुआरे एहि में जे हम सचिव के जे राखि देबै, सचिव के खासे काम नहीं है। अरे सचिव के काम मंत्रालय में रह दियौ ना। प्रमुख सचिव मुख्यमंत्री के कतेक परेशान करे छै ओकर अनुभव है ने। कारण वही मुख्यमंत्री के कार्रवाई, वही मुख्यमंत्री के सरुआ, मुख्यमंत्री वही प्रमुख सचिव के सरुआ बरुआ मुख्यमंत्री नहीं कर सकेया। संघ में शुरू में जो अपने के अभ्यास रहे जे कर्मचारी समायोजन जे संघ में बनले, तो तत्काल में प्रदेश नया रहे, प्रदेश में कर्मचारी नहीं रहे, तो वही समय में जैसे कर्मचारी फिलअप करे के लेल प्रदेश सब में ये नहीं ले। अब वो एन निष्क्रिय कर देना चाहिए संघ के। अब संघ के कर्मचारी के प्रदेश में कोई आवश्यक नहीं है, कोनो आवश्यक नहीं है। 8-9 तो के यहाँ के जैसे प्रमुख बनबै छियै, ई तो हास्यास्पद छै ने। यहाँ के मध्य प्रदेश में 11 तो अहाँ के एकरा निर्देशक बनबै छियै, वो सीनियर भी छै अपन जॉब के दरमियान में, नौकरी के दरमियान में, लेकिन सेम 11 तो जूनियर अबै छै अपने के नौकरी के अवधि देखबी तो, और वो ओकर सचिव बन जाइ छै। और जो प्रदेश के कर्मचारी जे छै 11 तो सीनियर, वो वहाँ के जूनियर रहे छै, निर्देशक रहे छै। तो हम कतौ नहीं कतौ जे है फिर संघ के कर्मचारी के बढ़ावा तन दे रहल छी, और अनावश्यक अपने के आर्थिक भार होते। तै दुआरे सचिव के खासे आवश्यकता नहीं है। पदेनन सचिव अर्थ मंत्रालय के रहते खासे काम नहीं पड़े छै। आवश्यकता पड़े छै मुख्यमंत्री के अध्यक्षता में मीटिंग हुई छै, पदेनन सचिव पहुंचते, और वो पूंजीगत कार्यालय नहीं छै, वो योजना तथा नीति आयोग जो होइ छै जो कार्यकारी नहीं होइ छै, वो बजट चलाव वाला नहीं होइ छै, योजना निर्माण करे वाला होइ छै, योजना के परिकल्पना करे वाला होइ छै। दीर्घकालीन योजना हुए या बहुवर्षीय योजना हुए वो परिकल्पना करे छै, वो गाइडलाइन दै छै सरकार के। ताहि दुआरे ओहिठमन सचिव के, कार्यकारी सचिव के रखनाइ खासे जरूरी नहीं छै। तो हमारा आग्रह रहते सरकार से कि सचिव पदेनन अर्थ मंत्रालय के ही रहे, और ओहिठमन जे पहले उप सचिव जो रहे छले नीति आयोग में, उप सचिव अपने के जैसे पूंजीगत खर्च ने चालूगत खर्च के व्यवस्थापन करते। कारण वो मंत्रालय तो नहीं है, नीति तथा योजना एक मंत्रालय तो नहीं है, सचिव की आवश्यकता है। ताहि दुआरे ई बिल्कुल अपने के जैसे नहीं होबे के चाहिए। और जे एहि में अपने के जैसे पदाधिकारी के न्यूनतम योग्यता के विषय में योग्यता और बढ़ाई जाए और बढ़िया होते। और कुछ और भी महत्वपूर्ण बात सब जे छै योग्यता के बात में, विज्ञता के बात में, एहि में जैसे हम सब देख लिए कि सुशासन छूटल है। सुशासन राखल जाए, बिना सुशासन के हम सब जैसे प्रदेश के आर्थिक विकास, आर्थिक समृद्धि अपने कहियो नहीं होत। तो रणनीतिक योजना भी आगाड़ी बढ़े के लिए सुशासन अपने के चाहिए। ताहि दुआरे फिर से सरकार के आग्रह करबे कि सचिव के एहि में नियुक्ति नहीं कैल जाए। पदेनन सचिव ऑलरेडी अर्थ मंत्रालय रहते, एकरा फिरता कैल जाए, ये हमारा आग्रह है। और जो कैल जाती तो स्वाभाविक रूप से अपने आर्थिक भार करबे, और प्रदेश और नीति आयोग के उपाध्यक्ष स्वतंत्र रूप से काम नहीं करते। कारण ओकरा माथ पर बैठल रहते वो संघ के जो है से आवे वाला कर्मचारी सचिव जो ओकरा अंडर में नहीं रहते, ओकरा नक्शा एनी टाइम लगबित रहते, और वहां के विज्ञ रहते उपाध्यक्ष, वो पूर्णकालीन सदस्य विज्ञ रहते, ओकरा अनावश्यक वो टॉर्चर करते। ताहि दुआरे ओहिठमन सचिव नहीं,
सचिव पदेनन् अर्थ मन्त्रालय उप सचिव से काम चले। धन्यवाद। मान्य सदस्यहरू, प्रदेश नीति आयोग गठन तथा सञ्चालन ऐन 2075लाई संशोधन गर्न बनेको विधेयकमाथिको सामान्य छलफलमा मान्य सदस्यहरूले बोल्ने क्रम बाँकी नै रहेकोले यो छलफललाई अर्को बैठकमा निरन्तरता दिइनेछ। मान्य सदस्यहरू, अब म मान्य कुमारकान्त झालाई नेपालको संविधानको धारा 194 बमोजिम मध्य प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम कारबाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्नका लागि मध्य प्रदेश सभाको कार्य सञ्चालन नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने मान्य सदस्यहरूको नामावली सहितको प्रस्ताव पेश गर्न अनुमति दिन्छु। माननीय सभामुखज्यू, माननीय सभामुखको अनुमतिले प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075बाट हालसम्म सञ्चालन र व्यवस्थापन हुँदै आएकोमा नेपालको संविधानको धारा 194ले दिएको अधिकार प्रयोग गरी सभाको कार्य सञ्चालन नियमावली मसौदा समितिमा माननीय रामआशिष यादव संयोजक, माननीय जिप्सी कुमारी यादव सदस्य, माननीय शारदा देवी थापा सदस्य, माननीय कञ्चन बिछा सदस्य, सचिव बासु प्रसाद कोइराला सदस्य सचिव रहने गरी मध्य प्रदेश सभा कार्य सञ्चालन नियमावली मसौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। अब म मान्य राजेन्द्र प्रसाद चौधरी थारूलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। मान्य सभामुखज्यू, म यो प्रदेशको जुन यो समर्थनको कुरा छ त्योभन्दा पहिले केही कुरा मैले राख्न अनुमति चाहन्छु। समर्थन गर्नुहोस् नि, अहिले राख्ने कुरो पछाडि हुन्छ तपाईँहरूको। मान्य सभामुखज्यूको अनुमतिले नेपालको संविधानको धारा 194 बमोजिम मान्य कुमारकान्त झाले पेश गर्नुभएको मध्य प्रदेश सभा कार्य सञ्चालन नियमावली मसौदा समिति गठन गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु। अब के राखौँ? पछाडि राख्नु होला। अब म मान्य चन्दन कुमार सिंहलाई उक्त प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सभामुखज्यू, माननीय सभामुखज्यूको अनुमतिले नेपालको संविधान धारा 194 बमोजिम माननीय कुमारकान्त झाजीले पेश गर्नुभएको मध्य प्रदेश सभा कार्य सञ्चालन नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, त्यसर्थ मध्य प्रदेश सभाको कार्य सञ्चालन नियमावली मस्यौदा समिति गठन सर्वसहमतले पारित भएको घोषणा गर्दछु। सभाको अर्को बैठक 2081 साल माघ 29 गते दिनको 1 बजे बस्ने गरी आजको बैठक